ल गाइस अब हामी होटल चेकआउट गरेको अब हामी घुम्दै 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 अनि अब अर्को अब घुम्दै घुम्दै हामी अर्को होटलमा जान्छौँ के बुवा राम्रो हाँस्दा रहेछ म है कस्तो कस्तो भयो हजुर हाँसो त फेरि धेरै राम्रो हाँसै लाग्दछ नि त मेरो हाँसो फेरि अन्त विवेक हाँसै लाग्दो कि ल अब एकछिनमा चेकआउट अब यसो जानु पर्यो नि त अब हामी चाहिँ सिम्पानी भन्ने ठाउँमा आइपुग्यौँ होइन अब यहाँनिर चाहिँ अब बाइक वर्कसपमा सर अलिकति बाइक धुइँदै यताउता गरेर अनि तेल सेल यताउता चेनमा हालेर अनि त्यस पछाडि हामी लाग्ने हो झोल पानीमा नुन छर्केर खा जस्तो हो क्या ठ्याक्कै हो मासु भएर मात्रै अलिअलि मिठो जस्तो लाग्यो हामी लोकल हुने नै यस्तै हो कि विवेक कस्तो टेस्ट हुन्छ ग्रेभी ग्रेभी यस्तो हुन्छ के भन्छौ नि ग्रेभी हालेर चाहिँ यस्तो मिठो हुन्छ मैले कुरा मासु मेरो जति पनि छैन कि मोमो कस्तो मिठो हुन्छ अलि राम्रो निकाल्ने फोटो अनुहार राम्रो भयो फोटो राम्रो आउँछ त नि अनि काती परेछ यार होइन र ल हामी चाहिँ अब यहाँ सुन्तला किन्न आएको फलफुल स्याउहरू चाहिँ छैन र छ सुन्तला चाहिँ कसरी नि यो सबै हाम्रो यो गाउँ उसले नै बनाएको सरकारी नै हो भनेपछि यहाँ सबै फ्रेस पाइन्छ सुन्तला राखिदिनु न आधा किलो जति राखिदिनु न धेरै होइन हामीलाई यहाँ खानुलाई हो सुन्तला यस्तो रहेछ ल ठिक छ यस्तै हो सुन्तला भन्दा पनि फर्सी चाहिँ अलिक मजाको रहेछ ल हालिदिनु त सुन्तला अब यो चाहिँ अब यो गाउँ यो ठाउँले नै अब एकदम होइन सट्ट लिएर आउने राख्ने यहीँबाट बेच्ने तरिकाले चाहिँ गरेको ठाउँ रहेछ कि सबै कुराहरू अर्ग्यानिक सबै कुराहरू चाहिँ लोकल त्यही मात्रै पाइन्छ होइन कि बासी नि पाइन्छ एक किलो राखिदिनु ल सुन्तला त खाँदै हिँड्नुपर्छ कि फर्सी लाने यार सागर हामी चाहिँ अब घामझुमतिर जाँदैछौँ तर्फ 1 किलो सुन्तला किनियो होइन 1 किलो सुन्तला किनेर चाहिँ यहाँ ढुङ्गाएर चाहिँ हामी अगाडि बढ्दैछौँ ल गाइज हामी नयाँ पुलबाट तल झरिसक्यौँ अब चाहिँ हामी घामरुकको लागि हामी निस्किसकेका छौँ घामरुकको लागि चाहिँ टन्नै गाडीहरू हिँडिरहेछ यो सानो एउटा पुल अनि यो तरिरहेछौँ अहिलेसम्म चाहिँ अब हल्का हल्का पानी धन्नै परेको अघिसम्म छिट्टा हानिसकेको थियो होइन माथि लुम्लेतिर पुग्दाखेरि चाहिँ औडै भयो थियो त्यो पानी पर्ला जस्तो लागेर लास्ट डर लागेको थियो तर पनि अब यहाँ आइपुग्दाखेरि चाहिँ अब त्यस्तो धेरै चाहिँ छैन अलिअलि छिट्टा चाहिँ यहाँ पनि हानिरहेछ अब होप्सो कि वेदर चाहिँ राम्रै हुन्छ अनि राम्रै भएर भ्यूहरू पनि राम्रै हेर्न पाउँछौँ भन्ने चाहिँ एउटा
एउटा आशा छ, त्यही आशाले मजाले हामी त्यही आशाकै पछि लागेर हामी हिँडिरहेछौँ। ल गाइज अब चाहिँ हामी बिरेठाटी भन्ने ठाउँ आइपुग्यौँ, अन्नपूर्ण गाउँपालिका 7। अनि यो चाहिँ दामी बनाएर चाहिँ यसपालि चाहिँ कलर गरेछ है यो पुलको। यो पुल लास्ट टाइम आउँदाखेरि चाहिँ थोत्रो थियो, केही नै कामको। अहिले चाहिँ कलर गरेछ, हाइड्रो पावरको लागि हो खासमा होइन। अनि त्यो पनि ठिक छ। अब यहाँबाट चाहिँ यहाँबाट योबाट हामी यतातिर चाहिँ घान्द्रुक लाग्छौँ। अनि हामी यतातिर चाहिँ पुन हिलको ट्रेक सुरु हुन्छ। यहाँनिर सबै रजिस्ट्रेसनहरू गरेर अनि सर्लक्कै जाने हो होइन। अनि हामी चाहिँ लाग्छौँ राइट साइडतिर। पुन हिल चाहिँ यहीँबाट ट्रेकिङ स्टार्ट है। पुन हिलको लागि चाहिँ ट्रेकिङ स्टार्ट यहीँबाट हुन्छ। ल अब चिया खाएर जाउँ होइन। ओके छ त। यस्तोमा त अब तनाव दिन्छ अहिले त फेरि। ल फाइनल्ली हामी चाहिँ मोदे रिभर साइड रेस्टुरेन्टमा आइपुगेका छौँ। यो चाहिँ इन्डिया होइन है, फेरि नेपालै हो, फेरि इन्डिया सम्झिनु होला। मोदी भनेको चाहिँ अब इन्डियाको प्राइम मिनिस्टरको नाम चाहिँ होइन। गाउँमा चाहिँ यस्तो अर्ग्यानिक ठाउँमा रविवारले जादु राखेर यस्तो ठाउँमा आएर मजाले किनेको जादु कति मिठो हुन्छ होला, पिठोहरू होइन, क्या रमाइलो हुन्छ होला क्या। अनि यस्तो ठाउँमा अर्ग्यानिक ठाउँमा अर्ग्यानिक चिजहरू अर्ग्यानिक तरिकाले गर्दाखेरि त बवालै हुन्छ नि यार होइन र। ल गाइजहरू खाजासाजा खाएर भ्यायो, अब निस्किन लाग्यो। फोटो पनि खिच्यो एकछिन होइन। अब जब ल यहाँ आएर खाजा खाइयो है, मोदी रिभर साइड। ल हामी चाहिँ होस् यहाँसम्म आइपुग्यो। यहाँ आएको, यहाँ मोमो चारवटा डल्लो मोमो यहाँ बसिया रहेछ। एउटा मोमो, दुईवटा मोमो, तिनवटा मोमो, चारवटा मोमो। सब यिनीहरू सबै बिरामीहरू हो। अनि जसलाई चाहिँ अब काठमाडौँ र चितवन अथवा काठमाडौँ चितवन पोखराको मोमो हस्पिटलमा उपचार हुन्छ यिनीहरू। ल मोमो बाई बाई, पोखरा भेटौँला। घान्द्रुकको बस पार्क पनि आइयो। 5 बजे छ यार, बजिहाल्छ नि। ल ठ्याक्कै हामी आइपुग्यो है। फेरि यहाँ आएर फेरि पानी पर्न थाल्यो। कस्तो लागिरहेको त, ठ्याक्कै ठाउँमा आइपुग्यो। घान्द्रुक 2000 मिटर माथि हामी हो होइन। आहा हिउँनै पर्दैन छ त यार। हिउँ त उ त्यहाँ पर्छ। ल गाइज अब हामी एकछिन आएर पुरा थकाइ मारियो अनि केही भिडियोहरू एडिट गरेर बसियो। ल गाइज अब हामी चाहिँ अब यतातिर आछौँ होइन। अब होमस्टेको किचनतिर छौँ। ओहो यार, ओहो यो त के हो यो गाइज? ओहो कसरी फेरि बाफ्रे यो हो त यार। ए हाल्नु न ल के हालिदेऊ त। उयो चिम्टा पनि यही छ। ल गाइज अब हामी चाहिँ ल यस्तै छ। हामी चितवन। ल त ओहो ल गाइज अब हामी यहाँ पोलेर खाँदैछौँ सर। यो चाहिँ चिया हो दिदी? ए पानी हो? पानी पनि खाइदिउँ नि त दिदी, तातो पानी।
खाइदिउँ त खाइदिउँ। यसलाई कहाँ राख्नु होला त्यो यार प्लेटमा राख्नुहोस् है ल गाइज मैले चाहिँ अब यहाँ बोल्दैछु होइन बफ सुकुटीलाई। यहीँ बसेर भात पनि यहीँ बसेर बजाइदिने हुन्छ रमाइलो हुन्छ। म चाहिँ यहाँ यति गर्दैछु कि अनि त्यो भुक्रोमै राख कि म त हल्का मन पर्छ यार किन यार ल गाइज फाइनली पाक्यो है। लो गाई खस्यो यार। ल गाइज फाइनली पाकेको छ। मेरो खाना मजा छ है दामी यार दाल त हो बवाल कस्तो मिठो यार। खाऊ त ल खाना खाएर भेटौँ ल। ओ हेलो गाइज फेरि पनि है अब चाहिँ खानासाना खाएर नि आएको। अब धेरै अब गफ गरेर नि मन लाग्यो होइन। अब हाँस्नुसम्म हाँसे थकै लगाइसक्यो त्यो हाँस्दा हाँस्दा दिनभरिको हाँसो अघि एकछिनको हाँसो हरेक हाँसोले पागल बनाइसक्यो यो ज्यानै एकदम थकित मुद्रामा थकित अवस्थामा। अब त्यही भएर अब अन्तिममा के भन्ने र विवेक के भन्नु सर खै अब गुड नाइट भनिदिनु ल। गुड नाइट गुड नाइट मजा कति गर्न आएको यार